मामी के छ सिटी अफ मेम्फिस बानेश्वर एरियामा लाग्यो हामी पाण्डेङ्गी छ नि त्यहाँमाथि नेबरहुड आउँदैछ युजुअली घरहरू चाहिँ युजुअली घरहरू दायरको घरहरू नि आफ्नो खाली छ यस्तै हो ल यो चाहिँ सबै रेसिडेन्सियल एरिया नेबर घरमा गर्न रेसिडेन्सी एरिया पुरा चाहिँ दाइनामाया यो सबै एउटा कम्युनिटी हुन्छ कम्युनिटी हेर्छ होइन कम्युनिटी सेन्टर हो त्यो घर त्यो क्षेत्र त्यहाँ बाहिर बसेर ऊ बनाउँदै रहेछ ए पोखरीको उसमा चाहिँ हामीले देख्यौँ नि त क्रिसमसलाई पुरै पक्कै हेर्दै बसिरहेको ए यो घर छाना फेर्ला छ ल ए त्यो घरको छाना फेर्ला हार्छ ल यो जब छानाको आयु हुन्छ 15 देखि 30 वर्ष हुन्छ दाइहरूको घर म चिनिहाल्छु नि सेन्ट जुडमा काम गरे यही सेतो यतातिरको व्हाइट हाउस हो दाइ ल कम्युनिटीमा यस्तो प्रकारको घर हुँदो रहेछ नि त आनन्द छ चट्ट पोखरी बच्चाहरू खेल्नको लागि बार हाउ गरेछ ल के आनन्द के भन्दैछ बाबु यहाँ मटन करी हो हजुर मटन करी लोकल चिकन चाहिँ हजुर मटन करी नेपाली स्टाइलमा है भनेपछि आज मटन करी खानु पाइनु भयो नि त एउटा चाहिँ इलेक्ट्रिकमै छ एउटा चाहिँ कोइलाबाट पनि चलिरहेको छ ए अमेरिकामा त नि हुने घरहरू के बन्दैछ त कता हो त ल अहिले चाहिँ हामी अमेरिकाको यो टेनेसीको मेम्फिस भन्ने सहरमा छौँ होइन यहाँ कम्युनिटीमा यस्ता घरहरू बन्दो रहेछ अगाडिपट्टि चट्टै तला हुँदो रहेछ यस्तो कस्तो आनन्द शीतलता प्राप्त गर्दो रहेछ नि त यति आनन्दको ल हजुर यो चलाको खिच्नु त ल चला माछा बनाएको के पाकिरहेको छ अहिले यो मटन हो मटनमा हामीले नेपाली स्टाइलमा हो नेपाली मसलाको नेपाली स्टाइलमा यसलाई तेजपत्ता अब यहाँ भुटिरहने हो क्या नसुकेसम्म भुट्ने गजब छ क्या दामी है क्या आनन्दको ठाउँ क्या शीतल चिसो के बन्दैछ यो सालमन यो सालमन हो यो सालमनलाई चाहिँ मैले चाहिँ मसलाहरू हाल्दैछु पहिला बटरले त्यो लेयर बनाएँ हजुर सुरुमा हजुर अनि त्यसपछि
त्यसको माथि एउटा सालमन ड्रप भन्ने यो हामीले ट्रेडर्स जोबाट ल्याउँछौँ यो राम्रो खाले लाग्छ हामीलाई यो राम्रो छ हजुर हजुर त्यसको माथि लगायो अनि त्यसले कलर आउनु त होइन नि कलर होइन त्यो मसलै हो क्या सालमनको हजुर अब यहाँ अरू टिमुरको छोप हालेको छ यो जोमसुङ रातो खुर्सानी है, लसुनको जोमसुङको। छोप भयो यहाँ चाहिँ अलिअलि ऊ पनि छ यो मरिच पनि छ होइन अब यहाँ दुईवटा लेभलमा छ एउटा त पिरो बनाउनु हुन्न बच्चाहरूलाई अब म पिरोको यहाँ ठ्याक्क पिरोको डिभाइड गरिदिन्छु यसो गरेर यो हातले सर आफ्नो हिसाबले यसरी हजुर। हाल्ने होइन कति चाहिन्छ यो चाहिँ छोप हो लसुनको छोप अलिअलि पिरो पनि हुन्छ त्यो भएर यो इन्ट्रेस्टिङ पनि भयो यहाँ होइन अब यताको दुईवटा चाहिँ बच्चाहरूलाई र अब यिनीहरू अब हजुरहरू पिरो नखानेहरूलाई चाहिँ त्यो पिरो नखानेलाई त्यसलाई यता पिरो हुँदैन त्यो चाहिँ अनि यहाँ लाएको यल्लो गऱ्यो होइन नानी यहाँ के बन्दैछ यो हाम्रो चिया हो बाबा चिया हाम्रो नेपाली चिया नेपाली चिया दुधको अब मैले यसलाई चटचट अदरक वाली चाय अब यहाँ अदरक वाली चाय खानुपर्छ अब होइन पर्छ त्यसलाई एयर फ्राइमा खै अलिकति सर चाहिँ दिनु टोकिरहेको छु फेभरेट मसला एउटा है यो Favorite मसला। मरिच, यो चाहिँ मेरो फेभरेट मसला हो जेमा पनि यहाँ चियाको लागि जेमा- रेडी गरेको ल्वाङ सुकमेल मसला काशीले लगेर तरकारीमा हालिदियो काशीको नफेभरेट चाहिँ केही पनि छैन त्यही त तर अब मैले चाहिँ डल्लोबाट त्यो पातावाला फला यहाँ के हुँदैछ यहाँ यहाँ लसुन खेलाउँदैछौँ दाइले त्यहाँ हाल्ने रे त्यहाँ गइसक्यो हजुर साट लाएर यसरी हजुर यो फ्राइमा यसरी हाल्ने नलडाइकन हालिसकेछ लडाइकिन नडराइकिन हाल्ने होइन नलडाइकन त्यो लड्यो भने सबै मसला खस्छ खस्छ अब के हुन्छ भने यहाँ मसला चाहिँ यो उसले यो छ नि बटरले चाहिँ त्यसले सबै कोट गरिदिन्छ क्या अब हजुर हजुर अनि अट्छ त त्यहाँ अनि यहाँ अटाउँछु म त्यसको माथि हाल्न मिल्छ अब मिल्दैन एउटा यसरी हाल्छु होइन ए त्यहाँ है एउटा चाहिँ यसरी हालिदियो तर यहाँ रिस चाहिँ छ अब त्यसलाई मैले- बन्द गरिदिने नि त अब यो नपिरो त्यो नपिरो छ दुइटा होइन चिन्नु पऱ्यो अब यहाँ चाहिँ यसो गर्ने अनि यसलाई यसरी 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 माछाको सेटिङमा गऱ्यो तर अब यो 12 मिनटले अलि पुग्दैन मलाई मैले अब मेरो एक्सपिरियन्सबाट म 16 मिनट 16 मिनट गर्छु होइन अब यसले काम गर्छ आफ्नो होइन हजुर घरिघरि चेक गर्नु पऱ्यो तर फर्काउनु पर्दैन सालमन पाकिसकेको हुन्छ लगभग अब अर्को म्यारिनेट गर्नु होला एस्पारेगसलाई नि त म्यारिनेट गर्ने अब होइन मम्मी एक घन्टा सुत्यो भए पनि न ल मजाले अहिले त हरर भाषा आयो नि त यहाँ थियो भने त मसलाहरू के हालेको नि त। हो र यो मजाले भाषा आयो नि त जस्तो एकछिन भुटेर नि डल्लो पकाउने। नेपाली मोडर्न पुरा चाहिने नेपाली मसलामा होइन त कुरिलोको काम सुरु भयो नि त अब अब कुरिलो टोटल कुरिलो अब कुरिलोलाई म्यारिनेट गरेर राखिदिने अनि अब यो फ्रिजबाट हामी कुरिलो निकाल्छौँ फर्स्ट काम भनेको त्यो हुन्छ फर्स्ट काम यो कुरिलो निक्लियो होइन अब यो कुरिलो कस्तो छ अनि यो कस्को भन्ने ठाउँबाट ल्याएको हो हजुर पनि जानुभयो नि त कस्तो त कसकोमा गइसक्यो कस्कोबाट ल्याएको पछि त साटो काट्यो अब हामी यो सबै कुरिलोहरू बनाउँछौँ अनि यो सबै अब नौलो नेपाली नौलो लाग्छ यो कुरिलो होइन हो नेपाली पनि पाउँछ पाउँछ तर अब अलिकति नौलो हुन्छ नौलो हुन्छ तरिका फरक होला अब यस्तै छ भने यो पहिल्यै यो वास गरेर सफा नै हुन्छ तर चाहिँ हामी फेरि एक पनि होइन सरर पानीले हल्का रिन्स गर्नेछ जुन चाहिँ अब मनको शान्ति मात्र हो एकचोटि पखाल्न पर्छ नि धारणा क्या हाम्रो समस्या हाम्रो त्यो पुर्खौबाट यो बिग्रेको समस्या हो अब यति हामी बित्तिकै अब हाम्रो भयो हजुर चिया आयो चिया आयो नि त यो चाहिँ हाम्रो नेपाली स्टाइलले तोरीको तेलले कर्च लाएर हजुरलाई अनि मामला एउटा अब यो चिया भनेको फेरि यो चिया खानलाई चाहिँ चिया खान नै आउने
त्यो रेकर्ड छ त्यो हजुरहरूलाई थाहा चाहिँ छैन यो कुरा हाम्रो अहिले अवगत हुँदैछ। अब चिया खाएपछि अब हजुरहरूले आफैले विचार गर्नु त्यो के लेभलको चिया हो होइन हजुर यो चिया किन अरू ठाउँमा बन्दैन आगो बल्दैन पर्यो आगो बल्दैन ल चिया कलरफुल चिया मगायो ल यो मलाई त्यो म मिलाएँ नि त एकदम ठिक छ। राखीहरूको लागि अति नै मिठो चिया यो त। अति नै मिठो होइन त कसो मम्मी चिया अति मिठो भएको छ। सुपर है चिया त। यो चाहिँ अब यहाँ एसपेरेगस अब यहाँ किनभने यहाँ धेरै छ अलिअलि गर्दै गर्छु है म यहाँ मसला बनाएँ पहिला सुरुमा त्यसलाई नि बेक्ड गर्ने हो त्यसलाई पनि यसो गऱ्यो होइन त्यही भएर बिहानै आउनु यहाँ कति एक्टिभिटिज मिस भयो हजुरहरूको हो नि। अब के कुरा गर्नु नयाँ छोरीले अलिकति कोअर्डिनेट गर्न जान्दैनन् नयाँ बेकको लागि रेडी भयो नि त मम्मीको लागि देऊ मसलाहरू सब मिलिसक्यो सब भयो अब यतिकै राखिदिने सालमन भएपछि त्यसमै ट्याक्क बेक्ड गरिदिने डाइनिङ टेबलमा बस्ने अनि त्यसपछि चट्ट खाने नेपालको नक्सा स्वयंनाथ मुस्ट्याङ अब खानी हो नेक्स्ट त खानी हो चिया चाहिँ यो सुपर छ है सुपर छ चिया सुपर हिजो 12 बजे आउने बिल भयो 2 बजे आउँदा नि थ्याङ्क यू फर यो लो तल लागिसक्यो। नानी मैले भर्खर चाखेको एकदम मिठो छ बुढो तल लाग्यो बुढो। हँ? मैले चाखिसकेको एकदम मिठो छ मैले नेपालीले चाखेर हुँदैन भने अमेरिकाले पनि चाख्नु पर्यो एकदम स्विट डेलिसियस मिठो ल नानी बाबुले चाहिँ नेपाली स्टाइलले मटन बनाइसक्यो अब लन्चको लागि चाहिँ हामी तयार हुनुपर्छ तर कस्तो दामी ठाउँ के हो टक्क घर अगाडिपट्टिको पोन्ड कम्युनिटी सात गरे भने जस्तै रहेछ कि यहाँ त ल ज्वाइँ साहब यो त सात गरे कम्युनिटी भने जस्तै रहेछ ल होइन सात गरेको जस्तो के सिभिल होम्स जस्तो त्यस्तै भयो यो चाहिँ सबै इन्डिभिजुअल हाउसहरू हो हजुर सिङ्गल फ्यामिली हाउस भन्छ खासै भाडा पनि दिने यता त्यस्तो हुँदैन एउटा मात्र किचन हुन्छ ए अब दिएपछि होल हाउस नै भाडा होल हाउस नै दिनु पऱ्यो नदिएदेखि दिनु किचन पऱ्यो चाहिँ अब बाहिर ल्याएर हामी बनाउँछौँ भन्दा मिल्दैन यहाँ चाहिँ ए त्यो किचन चाहिँ सब त्यही नै हो हजुर यो अर्को के बनाउने भनेपछि त्यसलाई फेरि हामीले आफूले पर्मिसन ल्याएर नि बल्ल गर्नु ए भित्र जे पनि गऱ्यो हुन्छ बाहिर के संरचना बनाउनु पऱ्यो भने पछाडि चाहिँ आफ्नै भए पनि बाहिर संरचना बनाउने बनाउनु पाइएन बनाउनु पाएन सोध्नु पऱ्यो हजुर कम्युनिटीलाई सोध्नु पऱ्यो एउटा सोधेर भनेर पर्मिसन ल्याउनुपर्छ ए पर्मिसन लिनु पऱ्यो है किन ट्याक्सदेखि समेत तिर्नुपर्छ नि त ए म त अब घर भएपछि त बाहिर ल्याएर ट्याक्क चाहिँ पोखरीको छेउमा बसेर खाना गर्न पाइन्छ कि भनेर कि यहाँबाट चाहिँ यो खाना पाइयो यो भित्र जे पनि अब साना बच्चाहरू अहिले त बच्चा चाहिँ नि यहाँबाट छुटेर त्यो त पोखरीतिर त जाँदैन नि जाँदैन किनभने अब एउटा कुरा चाहिँ अब यहाँ गेट छ यो गेट खोल्नु पऱ्यो सानो बच्चालाई थाहा हुन्छ अनि अब फेरि त्यही माथि अब क्यामेराहरू छ क्यामेरा सबै अब यताउता के मुभमेन्टहरू सबै थाहा हुन्छ त्यो थाहा भए पछाडि चाहिँ आफू के गर्न सक्छ
त्यही त नि जाँदैन बच्चाहरूलाई चाहिँ के अब यसले बच्चा यो पानीले गर्दा नि चिसो बनाउँदो रहेछ क्या समरको उताबाट चलेको भएर आज यता पानी होइन समरको बेला नि चिसो हुन्छ होला यहाँ त तरकारीहरू हुन्छ यतातिर घिरौलाहरू बोडीहरू त्यो भिन्डीहरू हुन्छ त्यो साइडमा यो चाहिँ यो कम्युनिटीमा चाहिँ खासै धेरै सेतो घरहरू छैन यो चाहिँ व्हाइट हाउस हुन्छ यहाँ नेपालमा चिन्दा चाहिँ व्हाइट हाउस हुन्छ व्हाइट हाउस यो मात्रै व्हाइट छ यो मात्रै व्हाइट भयो हुनाले व्हाइट हाउस भन्छ होइन अरू सबै र लन्च स्टार्ट होइन लन्च स्न्याक स्टार्टिङ स्टार्ट होइन त कस्तो झुम्म भएको थिएन किन हो हो नि अझै सकिएर नि त्यो सुत्न मन लाग्यो के हो यो पाइनएप्पल हो खाएर भन न के हो प्लास्टिक हेर पाइनएप्पल छ लिगेसन छ मम्मीलाई यो मनपर्छ भने यो ठिक छ यहाँ लिटल बेबी सुतिरहेछ तिम्रो माथि जाउँ त यो लिएर म लगिदिन्छु माथि फेरि लिटल बेबी सुतिरहेछ भन्छ माथि मामुलाई यो जुस मलाई कोकोनट कोकोनट वाटर अनि बाबालाई बाबुलाई सेम म त मलाई नि सेम पिसिन न सेम हो खानु छ कुहिले पनि खानु छ कहाँनिर आउनु टेक्सस हामी सान एन्टोनियो त्यहाँ आउने टाढा अब हामी डिसेम्बरको 5th मा हामीलाई थाहा थिएन टाढै हुन्छ लागि भन्ने त सेन एन्टोनियो गरौँ एलाबामा फोटो खिचेर अब हामीलाई यहाँ रिभर वाक गर्दै अनि हुन्छ त्यो चाहिँ अब त्यसै भन्न होला सेनिटरी भनेको चाहिँ त्यहाँ त तपाईँ काठमाडौँमा अब आउने ठाउँ के हो नि त गेटमा नै हो हिउँ हाल्यो किन हाल्यो त्यो गाउँ चाहिँ तिर काठमाडौँ चाहिँ बिस्तारै हुन्छ तर बिस्तारै सुन्दैछ ब्याकबाट म वेडनेसडे सुरु भएको होइन फ्राइडे इभिनिङ अलमोस्ट ठिक भयो जस्तो भयो होइन मैले त्यो आफ्नै मोबिलिटी एक्सर्साइजहरू छ क्या मैले पहिलेबाट गर्ने अलिअलि अब त्यो सूर्य नमस्कारहरू यताउति मैले गर्ने होइन अनि गरिसकेपछि त्यो चाहिँ एकदमै बिहान बेलुका उठेर 2 गिलास 1 गिलास तातो पानी हुने अनि एउटा म्याच जस्तो छ त्यसमा सुत्दै मजदुर पातो नि पातो ल अथवा यदि बाक्लो भयो भने कपासकै होस् क्या फर्म फुटाउनु चाहिँ क्या राम्रो है हम त्यो यस्तो तल जाने पनि हुँदैन कि अलिक फर्मवाला म्याट्रेस चाहिन्छ त्यही भएर हामी नि सुत्न सक्दैन त्यो प्लास्टिक त्यो हुन्छ होइन त्यो फर्मवालै म्याट्रेस किन्छ कि हामी म्याट्रेस किन्दा चाहिँ भिडियो कि विथ किड्स कम्युनिटी वाक ल अमेरिकामा यस्तो यस्तो घर हुँदो रहेछ यस्तो यस्तो छिमेकी इभिनिङ वाक होइन त बिहान मर्निङ वाक थियो अहिले इभिनिङ वाक नानी ठिट 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 झाडो अहिले झाडो छैन नि ठिकै छ अलि पछि चाहिँ नि अनि जाडो हुन्छ त्यो क्रिसमस लाइट व्हाइट हाउस इभिनिङ वाक
भिडियो बाटो त्यो गाडीमा नजाउँ नि तपाईँले त्यहाँबाट त्यहाँबाट यसो गरेर आउनुहोस् ल अझै यताबाट महिना पैसा गर्नुपर्छ या जोयालाई बुझाउनु पर्ने महिनामा बिस्तारै सुझाउँछ लाइट क्रिसमस हो क्रिसमस लाइट हजुर त्यही टिकट काटेर गाडीबाट हेर्ने यता उता अगाडि सबै क्रिसमस लाइट त्यो पाएको चाहिँ ए यो कान्छीले नबुझ्ने फिल्म दिएर नि हुन्छ ए सुनिन्छ रे भगवान हामी हल्ला गर्नु हल्ला गर्नु सुनि क्या हो मान्छेहरूले नेपाली फिल्म एउटा वर्ड होइन अङ्कल यो हिन्दी यो नेपाली यो हिन्दी होइन यो नेपाली यो इङ्ग्लिस यो दुईटा वर्ड हिन्दी हो नेपाली हो हिन्दी भयो नेपाली दुईटा चिसो ए चिसो मान्छे ए ऊ हो चिसो एस्ट्रे हो भइहाल्यो मिलायो नि चिसो एस्ट्रे हो ए ल सुपरस्टार ल सुपरस्टार त्यस्तै हो चिसो भन्नुभयो अनि टक्क चुरो देखायो ल हाम्रो सुपरस्टार है के अलिक बढी गरेँ मैले होइन खतरा भयो हो नेपाली हिन्दी इङ्ग्लिस नेपाली कुन रे नेपाली ए होइन नेपाली अब बोल्न पाइएन है अब अब नबोल्छ यस्तोलाई हिन्दी यस्तोलाई यस्तोलाई इङ्ग्लिस हजुरले नेपाली मात्रै बुझ्यो भने त नेपाली ल नेपाली अब बुझाउन पर्छ हामीलाई हेरेर बुझाउने हाम्रो अपरेन्ट पहिलो पहिलो दोस्रो विन्स भन्छ अरे केटा गजब ल के भयो र हामी दिन भाइ के हो र सेकेन्ड सुपरस्टार यहाँ थाहै दिएर यहाँ मिलिसक्यो एकपालिमै एकै दालमा मिल्यो एकै दालमा ओके डन विथ रेन्ज देन हैन एउटा मात्रै फर्स्टको वर्ड भन्नु हुत्ला भात माछा उम्लेको पानी जस्तो ए जल भगवती उम्लेको उम्लेको बुलबुल अघि हामी त्यही दिनु खोजेको नि मम्मीले नगरेर अनि हामी दिन दिएको
रक्सी त मजा आउने है यो चाहिँ अगाडिको भन्छिन्छ पछाडिको भन्छिन्छ नाइ नाइ ना नाइलाई इङ्ग्लिसमा नो न हिन्दीमा नाइ नहीं 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 जस्तो खै यार त्यस्तो हो र मे मे नहीं समस्या हो मलाई रक्सीले डाँडा मान्छे ड्यास म्याट मलाई अलिअलि मिलाउने अरु मोर एक्सप्लेन गर्नु त्यो एक्जामको नाम त होइन भनेपछि त कै म्याथ आफूले राख्नु भने क्या म्याथ कु कुम मिल्यो को को कुमा का कुम ठिक छ कुम ठिक छैन कुम ठिक छैन कुम जस्तै क होइन सुरेश दाइ You can have one ice cream. आउन यो यु मिस द बिट in my pocket, my black is low, and my feet